हेलो एभ्रिवान, आज म फेरि एउटा नयाँ भ्लग लिएर आएको छु। आज हामी कहीँ जाँदैछौँ, त्यसको लागि मैले खाजा रेडी गरेको छु, चना, त्यसपछि प्लेटहरू रेडी गरेको छु। अनि त्यसपछि रेडी हुँदाहुँदै अनि लुगाहरू पनि रेडी गरेँ। हामी 3 जनाको दक्षिणा पनि रेडी गरेँ। त्यसपछि सबै थोक रेडी गरेर आफू पनि रेडी भएँ। त्यति गर्दा गर्दै मेरो बुढाले चाहिँ दिदीलाई र भान्जाहरूलाई लिएर आउनुभयो आफगाछीबाट। मेरो छोराले बनाउँदैछ भ्लग। त्यसपछि हामी सफारी चढेर यात्रा गर्न सुरु भयो हाम्रो घरबाट। अनि हामी यहाँबाट सिंह जान्छौँ। अनि गएर ट्याक्कै झुम्कामा पुग्यौँ घर। मम्मीहरू, नानीहरू, सबैजना, भाउजू, सबैजना, बुवा, सबैजना रेडी भइसक्नु भएको थियो। हामी पुग्दाखेरि रेडी भइसक्नु भएको थियो। अनि केटाकेटीहरूलाई चाहिँ यति हतार हुन्छ नि, राम्रो सिटमा रोक्न, सिट रिजर्भ गर्न। अनि मम्मी पनि आउनुभयो, कहाँ बस्ने, म कहाँ बस्नु भन्दै हुनुहुन्छ। अनि यसरी मम्मीलाई बिचमा राखेर अनि त्यो पछाडि हामी लाग्यौँ मन्दिरतर्फ। अनि हामी मन्दिर जाँदैछौँ। केटाकेटीहरू चाहिँ राम 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 अटी नअटी खाँदा खाँद गर्दै खुट्टा दुखी भए पनि मन्दिर गयौँ। बाटोमा जाँदाखेरि पानी परेर त्यस पछाडि छाता साइडमा राखेर सिंह गयौँ। भिजेर भन्नुहुन्छ भने सब कुर्ताहरू भिजेको थियो। अनि मेरो छोराको त घोडा सबै भिजेको थियो। उतापट्टि सानीको पनि लुगा भिजेको थियो। साह्रै उसले पुग्यौँ। केटाकेटी चाहिँ क्यामेरा देख्ने बित्तिकै हेलो गाइज भनिहाल्छन्। के गर्नु र। हाम्रो सानीलाई चाहिँ क्यामेरा देख्नु हुँदैन, थोते दाँत देखाएर जिब्रोभित्र पसाएर बोल्छे त्यो थोते दाँतमा। यी दिदीभाइ चाहिँ बेस्ट हुन् फेरि राम्रो। हेर न, सानीलाई त क्यामेरा त देख्नै हुँदैन, यति चकचकी थियो नि, प्याट्टा पुट्टा पार्न त माहिर चाहिँ यो सानी। मेरो छोरो चाहिँ के बोल्छ हामी नै बुझ्दैनौँ उसले बोलेको। अनि अलिकति पर पुगेपछि चाहिँ बाटो खराब पनि रहेछ। मेरो खुट्टा निधाएर भनेको यस्तो गाह्रो भएको थियो। अनि हामी चाहिँ 3 जना, भाउजू, दिदी, म 3 जना चाहिँ ओर्लेर हामी हिँड्दै आउँछौँ। तपाईँहरू चाहिँ सफारीमा जानु भनेर हामी 3 जना चाहिँ त्यस पछाडि हिँड्दै गयौँ। 3 जना चाहिँ ओर्लियौँ। पानी पनि परिरहेको थियो। छाता ओढेर पुग्यौँ। यो चाहिँ रामधुनी मन्दिर आइपुग्यौँ। हामी काकी भतिजी पनि यसो सेल्फी हालेको हल्का। यो चाहिँ रामधुनी मन्दिर आइपुग्यौँ। कस्तो दामी भ्यू देखेको थियो। अगाडि सबैजना पुगिसक्नु भएको थियो। फेरि पूजा गर्ने सामान बिर्सिछौँ हामीले। अनि बिर्सेपछि फेरि भाउजूले ला पूजा गर्ने सामान त सफारी उहीँ छुटो भन्नुभयो। अनि हामी फर्केर फेरि सामान लिन गयौँ। अनि हाम्रो ग्रुप चाहिँ पर पुगिसक्नु भयो। हामी चाहिँ यहीँ छौँ। काकुले देखाउँ न। अब मेरो बुढो चाहिँ आयो, लेन्ठेङ हलिँदै। न लुगा मिलाएको छ, न कलर मिलाएको छ। के गरेको यो लुगा, किन नमिलाएको भनेको, खतर कलर मिलाउँदैछ उहाँ। कस्तो लुगाहरू चाहिँ कहिले मिलाएरै लाउन नआउने क्या यो बाउजूहरूलाई। म यही कुराले कराई गरेर मेरो दिनरात घाँटी सुक्छ। लुगा भन्ने चिज चाहिँ मिलाएरै आउँदैन। कति राम्रो मन्दिरको भ्यू देखिरहेछ, यति राम्रो देखेर। यो मन्दिर रामले धुनी बालेको ठाउँ, बालेर बस्नु भएको रे सीताजीलाई लिएर। अनि हामी आज यहाँ दर्शन गर्न आएको सपरिवार सबैजना 11 जना आइरहेछौँ। हेलो गाइजहरु, हाल हामी कतै जानेको मामु? हेलो गाइज, हेलो भ्लग, वेलकम टु माइ गाइज। हामी रामधुनी सुन्छ। यस्तो रहेछ बाटो, चिप्लो बाटोमा आएको छौँ। चिप्लो बाटो देउसुरे चिप्लो बाटो यताबाट यो चाहिँ लड्छ क्या, उताबाट होइन। अनि हामी चाहिँ चिप्लो बाटो हुँदै सुनसरी खोलातिर लाग्यौँ।
अनि मम्मी बुवा भाउजू चाहिँ उता आउँदै हुन्छ मैले त ल्या मम्मीलाई त ल्याउनै बिर्सेछु भनेर फेरि मेरो बुढो चाहिँ उता खल्ल खल्ल गर्दै मम्मीलाई लिन गएको अरे भाउजूले ल्याएको देखि भनी बुवा चाहिँ उता पेन्ट सुर्किँदै आउँदै हुनुहुन्छ मम्मीलाई समाएर दुईजनाले ल्याउँदै हुनुहुन्छ पानी परिरहेछ पानी परिरहेछ भाउजूले चाहिँ आफै छाता ओढ्नु भएको छ मम्मीलाई चाहिँ उडाउनु भएको छैन कस्तो खालको एउटी मेरी ठुली छोरीले चाहिँ गणेउलादेखि चाहिँ यो के हो भन्दैछ यो गणेउलीले गणेउला देखाउँदैछ त्यसपछि चाहिँ हामी गयौँ सुनसरी खोला हामी पुग्नै आँट्यौँ तर सुनसरी खोला पुग्नुभन्दा अगाडि चाहिँ शिवजीको शिवलिङ्ग रहेछ शिवलिङ्ग कस्तो राम्रो बनाएर राखेको रहेछ क्या कस्तो मन परेको मलाई यो शिवलिङ्ग अस्ति नै जाँदा थिएन अहिले नयाँ शिवलिङ्ग स्थापित गर्नुभएको रहेछ अनि हामी गयौँ सुनसरी खोला तर अब यताबाट भरेको रहेछ नि त सुनसरी खोला ए मानी ब्लगमा हाल्नु हौ म चाहिँ आइनु यहाँ मामु आइहाल्नु मामुहरू आइसक्नु भएको छ अनि म यहाँ भ्लग बनाउँदैछु अहिले चाहिँ अनि यहाँ चाहिँ बाबा बाबा हाई हाई अनि यहाँ फुपू उतापट्टि बङ्गाएको छ अरे मामुले भन्नुभएको अनि यहाँ चाहिँ मेरो दिदीहरू यहाँ दिदीहरू मामु मामु यता हेर्नु यो भ्लगर मामु अनि हेर्न सक्नुहुन्छ यहाँको भ्यू चाहिँ यस्तो राम्रो छ रुखहरू ठुलो अनि उता चाहिँ एउटा खोला छ तर यहाँको ब्लक भएको छ र ब्लक भएको छ अनि त्यस पछाडि चाहिँ हामी उताबाट जाने सम्भव नभएकोले गर्दा पुरानै भर्याङ यस्तो उल्टेपट्टिको भर्याङबाट ओर्लेर हामी सुनसरी खोलातिर गयौँ हामी 6 जना मात्रै गयौँ बाँकी 5 जना चाहिँ माथि नै बस्नुभयो 3टा केटाकेटी बुवा आमा चाहिँ भान्जा चाहिँ फेरि जम यस्तो हान्नुहुन्छ नि भान्जा छोराले गर भनेर आमाले त्यति गरिहाल्नु पर्यो फुर्किहाल्यो त्यति हाम फाल्ने बित्तिकै एउटी डर छेरु चाहिँ यति पनि हाम फाल्न सकेन काकी तान्नु न मलाई भन्दै थिए यो बाँदरे भान्जा हेर रुख चढेको राम अनि हामी गयौँ सुनसरी खोला मेरो बुढो चाहिँ डन पल्टेर अगाडि खोलामा जाँदैछ है म डन पल्टेर खोलाको त्यो रुख लडेको ठाउँबाट पानी भरेर ल्याउँदै हुनुहुन्छ भाउजू चाहिँ फुल पूजाहरू गर्नलाई फुलसुल बाती साती रेडी गर्दै हुनुहुन्छ अनि त्यही पानी अचाएर सबैजनाले टाउकोमा अचाएर अनि ट्याक्क गर्ने पूजा गर्ने अब नुहाउनु त सम्भव हुँदैन घरबाटै नुहाइधुवाइ गरिवरि गएका थियौँ उता 5 जना चाहिँ माथि बसेर डाँडामा बसेर हेरिरहनु भएको छ हामी चाहिँ 6 जना चाहिँ तल गएको थियौँ यहाँ अब हेर्नु है यहाँ के हुन्छ हेर्नु मेरो बुढो मेरो बुढो त डम्मै नुहाउँदिन भनेको मान्छे झम्मै लड पानीमा यति हाँसेको होइन हामी सबजना यति हाँस्यौँ नुहाउँदिन म त तिमीहरू नुहाऊ भन्दै आएको मान्छे लास्टमा आफै नुहाउनु पर्यो हामी नुहाउनु आयौँ खोलामा गएर हाँसेर हामी त सबजना दिदी फुर्किँदै भाइ लाडे उकेर सुनाउँदै हुनुहुन्छ दिदी चाहिँ अनि यहाँ चाहिँ भाउजू र 2 जना भएर पूजा गर्दै हुनुहुन्छ अनि यहाँ लडिएला जस्तो थियो यहाँ पनि अवस्था साह्रै बालुवा फ्यास जस्तै बालुवाहरू थियो अनि हामीले यसरी पूजा गऱ्यौँ सुनसरी खोलामा फेरि अर्कोचोटि चोपिनलाई 2-3 पल्ट घुमाए एकपल्ट पानीले त्यसमा हामीसँग चाहिँ डलर पैसा थिएन र पैसा कहिले बगाउनु हुँदैन भन्दै मेरो बुढाले चाहिँ उपदेश दिँदै हुनुहुन्छ यहाँनिर अनि हुन्छ नि त हामी माथि पनि दानपेटी काममा हालिदिनुपर्छ भनेर त्यहाँनिर चाहिँ बत्ती सत्ती बालेर बगाइदिउँ अनि त्यसपछि आयौँ त्यही पानी लिएर अनि शिवजीलाई जल चढायौँ सबैजना मिलेर अनि मेरो छोराले चाहिँ भ्लग बनाइदेऊ न छोरा भनेको मान्छेको घाँटी काटेर घाँटीभन्दा मुनि मात्रै भिडियो बनाइरहेको छु के गर्नु र म त है म चाहिँ भ्लगमै आइनँ भनेर बनाउनु लाग्यो घाँटी काटेर छोरोले सकिरहेछ हामी त्यहाँ त रामधुनी आएको छौँ
यहाँ सबैजना हाँसेर गऱ्यौँ आज सबैजनाले पूजासुजा गऱ्यौँ ओर्यौँ अनि हामी लाग्यौँ अर्कै मन्दिरतर्फ पूजा गरेर। अब हामी यहाँ नानी घुमाउँदै थियौँ, मेरो फेभरेट भगवान् शिवजी हो भन्दै पूजा गर्दै थिएँ, अगरबत्ती घुमाउँदै थिएँ। अनि हामी लाग्यौँ अष्टचिरञ्जीवी मन्दिरमा अनि सबैजना फ्यामिली नै गयौँ। ढोका ट्याक्क गुरुले खोलिदिनु भयो अनि सबैजना भएर पालो अष्टचिरञ्जीवी देवतालाई सबैजना भएर बिस्तारै बिस्तारै दर्शन गर्दै ढोग्दै गऱ्यौँ। केटाकेटीहरू ढोगे। गुरुले सबैजनालाई टिका लगाइदिनु भयो, दर्शन गऱ्यौँ। मेरो छोरो पनि पालो ढोग्दैछ, बुढा जाँदैछन् अनि नानी पनि ढोगिवरी टिका लाउन टिका पर्दैछ। सबैजना भान्जा टिका लाउँदै हुन्छ, सानो भान्जा र ठुलो भान्जा। अनि यसरी हामी सबैजना पूजा गर्दै हुन्छ। अनि पूजा गरिसकेपछि मेरो पालो आयो टिका लाउने। अनि मैले टिका लाउँदैछु, पूजासुजा गरेर दक्षिणा माग्दै बुढासँग। त्यसरी मन्दिर दर्शन गरियो। मेरो छोरा चाहिँ भिडियो खिचिदेऊ न भनेको, घाँटीभन्दा मुनि मात्रै भिडियो खिचिदिएर सक्यो कि। मलाई त मेरो त भ्लगै बनाउन आउँदैन, मेरो छोरालाई के गर्नु। भ्लग बनाउनेछु, कोसिस गर। छोरोले टाउको काटिदिएर सक्छ, भगवान्को नि पुरा अनुहार देखाइदिएको छैन, के गर्ने यस्तो भ्लगर अरे मेरो छोरा। मेरो बुढा बिचरा पानीमा डुबेर बेहाल भएको छ जिन्दगी। त्यसपछि हामी रामले धुनी बालेको ठाउँ वनवास, रामलाई 14 वर्ष वनवास लाग्दाखेरि सीता मातालाई पनि लिएर आउनुभएको रे भगवान् राम यहाँ लक्ष्मणलाई र सीतालाई। अनि यहाँ आएर चाहिँ उहाँहरूले धुनी बालेर यो ठाउँमा बस्नुभएको रे। अनि उहाँले बालेको धुनी अहिलेसम्म पनि यहाँनिर बलिरहेको छ भन्ने अहिले प्रचलन छ हाम्रो देशमा, नेपालमा। अनि यो चाहिँ 24 घन्टा बलिरहन्छ, कहिले ननिद्ने क्या, जहिले पनि बलिराख्ने भन्ने छ। त्यही भएर हामीले मैले हतार गर्दै भिडियो बनाएँ रामले बालेको धुनी। सबैजनाले भिडियो मार्फत हेरेर दर्शन गर्नु होला। हामी सबै परिवार वरिपरि घुमी दर्शन गर्दैछौँ। सबैजना बुवा पनि आउनुभयो, सबैजना मिलेर दर्शन गर्दैछु। अनि भित्र चाहिँ अब बत्ती बाल्न पाइँदैन। अनि बाहिर बसेर भाउजूले दियो बाती बाल्दै हुनुहुन्छ। तर सबै बाती चाहिँ सबै टपरीमा भएको अबेर पशुपति केसरी पेके खाने मिक्स भएछ क्या। बाँदरले घोषिदिन्छ भन्दै पोको पार्दै राखेको थियौँ। त्यही भएर नानी चाहिँ हेर्दै थिएँ। अगरबत्ती गरेर पूजाआजा गऱ्यौँ। अनि भगवान् रामले लाउनु भएको खरौमा चाहिँ म ढोग्दैछु। अनि भगवान् राम शिवजी सबै रूपको मूर्तिहरू राख्नुभएको रहेछ यहाँनिर। यो खरौ भगवान् रामले राख्नुभएको खरौ। राम भगवानले लाउने चप्पल चाहिँ राम भगवान सीता माता। अनि यहाँ चाहिँ हनुमान अनि गणेश भगवान। सानीले उचाली आउँदैन हौ। अनि त चल उतापट्टिबाट उचाल, उतापट्टिबाट त्यसरी होइन नि त उचाल्ने हो त्यसरी। भएको छैन भगवानको भजन गाउन पाउन के को भयो, गाइराख्ने हेर्नु। जय 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 पवन पुत्र हनुमान की। सानो मिनी दोकानहरू पनि रहेछ। यहाँ चाहिँ सीताले पानी खाएको इनार। अनि हामी यसरी खाजा खानलाई बस्यौँ। बाँदरबाट लुकी खानु परेको छ हामीले खाजा। मम्मी अब बिरामी हुनुहुन्छ, टाइममा खानुपर्छ भनेर। अनि खाजा चाहिँ हामीले खायौँ। खाजासाजा खाएर हामी फेरि मन्दिरतर्फ लाग्छौँ फोटोसोटो खिच्न। 108 धारा हेर्न गयौँ।
सबैजना मिलेर एक दुईवटा मम्मी र बुवाको भिडियो पनि बनाइदिउँ, अनि फ्यामिली फोटोहरू खिच्यौँ। केटाकेटीहरू धारामा गुरुडु कुदी कुदी खेलिरहेछन्। अनि त्यस पछाडि आजको भ्लग हाम्रो सकिन्छ र बाई बाई भन्दै मन्दिरहरूमा हामी निस्किन्छौँ। सबैजना फ्यामिली नै निस्किन्छौँ मन्दिरबाट। निस्किँदै गर्छौँ। निस्किँदै सफाइमा हिँड्दै त थियौँ, फेरि छाता उहीँ छुटेछ। अनि फेरि गएर लिएर आयौँ, निग्रो पनि टिपेर लिएर आयौँ। अनि यसरी घर पनि हामी आइपुग्यौँ। बाई बाई एभ्रिवान। यो मम्मी र बुवाको फोटो, अलिअलि फ्यामिली फोटो पनि एक दुईवटा हालिहालेको लास्ट भिडियोमा। बाई बाई एभ्रिवान। थ्याङ्क यू फर वाचिङ।